हामी त लास्टै भुल्यो ल साथीहरू अबदेखि हामी आइपुग्यो है फाइनल्ली हामी अब यहाँ आगो फुकेर चाहिँ अब भात पकाउने चिया कफीको व्यवस्था हुँदैछ विकास त आज मान्छे दाउराको व्यवस्था मैले गरिदिएको छु नि म छ नि दाउराको व्यवस्था ल कफी खाने टाइम भयो केटाहरूको अब मलाई एउटा कप दिनु त तिमी एउटा कप दे त मलाई पक्न पहिला म कफी हाल्छु कि डल्ला पो गरेछ यो यार डल्ला पो रहेछ यो यार अझै जिउँदै भिजो हुन्थ्यो नि भने पानी दिएर गएको माछालाई भाइ चिसोले नि यहाँ कफीको चाहिँ अरे रनक मलाई कफी ल भुगी भन्दा एकदम मनपर्छ कफी त घरमा पनि मजा बजाइदिउँ यहाँ ऊ यहाँ गोली खायो चम्चा त ल्याउनै पर्ने हो पर्छ कि त्यो बिर्सेछ क्या खान्छ चम्चा ओइ कहाँबाट बोल्न आएन त यो खेलाउन नआउँदा नि त्यो भिरेर यतापट्टिको तान्न ल अब जाम हालेर चाहिँ ब्रेड खाँदैछ सबैले एकैचोटि मेरो त सकिँदैछ ल उदि आटा गर्न दिया थियो ए त्यो त्यो आटा मलाई ल ठिक छ म खाँदैछु खैला यो मिठो फ्लेभरको जाम हो यो मिक्स जाम साम त खान्न के म त किन किन भएको ओइ जाम हालेन भयो छर्दियो त्यस्तो जामसँग भाइ पायो आज खै पाउडी हो आधा मरे ल साथी हो चामल बढी भएको छ केटाहरू टेन्सनमा छ 16 हान्न लाग्यो 14 पुगेछ 16 टक ठोकिन्छ नि त छाम्न गरे छाम त अलि पानी पानी के छाम्नु भने छाम्न छोड खानी यति दाग्दो नि भने यत्रो उमेर नि यतिको साह्रो खाएन पचाएन के खान्छ भुलिया पुग्दैन भन्छ यार केटाहरु म झक्क अब भात चारसम्म हानिन्छ भन्दियो पाक्दैन भने पुरै सेकडाहरूको भाइ सबको गाउँमा प्ल्याक हान्दैन त कहाँ भाग्ने मासु पनि गर्नै छ 3 केजी मासु त 2 लोड हो नि मासु त छेर्नु हो कि मासु त हान्न पर्यो नि यार खाना अब पाक्यो अब उ अब त टोपी खसाल्थ्यो पुग्छ त सम्झि तपाईँ आफै भन्नु त कहाँ त बिहे त धेरै छ भात हेर्नु न यहाँ एक लट पकाएर यहाँ राख्यो अबदेखि अर्को लट फेरि ओ धेरै थुप्रो छ आदर हुँदैन त्यहाँ छ भने बिहे त पाक्छ कि हो पुग्छ कि हो मलाई चाहिँ फुल दियो तिम्रो आधी आधी होइन पकाम भुलिएन काम लाग्छ है बिहे हो पकाम गफ्नी मिठो भइरहेको कहाँ चौध दाइ मासु पुग्छ नि सबैलाई आधी आधी किलो परेको त अनि हो फेरि यहाँ राख्यो फेरि अर्को लट मासु पाक्यो यो एक पिस मासु एक थाली मात्रै दियो भन्छ होला है राखिदियो एउटा चौटै केही फरक पर्दैन यार एकैताले सौरिहाल्छु तेरो भागमा एक चौटो मासु घट्छ नि मेरो घटोस् के बरु मासुबाट के पाएर निकाल्छ सामान रिहाल्छु भयो धुन्दा हेलो साथीहरू अब खाना खाने बेला भयो हाम्रो खाना खाने बेला भयो ए मासु छ यहाँ भात छ प्लास्टिकको भात यो बिजोकै छ यस्तो र ल अब भात पसिन्छ सम्झिँदै मासु हामीले भात पनि यसमै पकाएर चाहिँ यसमा हामीले खनाएर राखेको हो भात त फेरि 10-20 जना जम्दीलाई पुग्ने जति पकाएको छ 8 जनालाई 8 जम्दी ट्युन त एकदम ढाक्रे है ढाक्रे पानी दियो एक सर्टमा ओके मलाई मासु धेरै बोल्ला है होइन ग्रामको खानुपर्छ यो त्यो भुलियो नि तिम्रो त्यही हो 1 किलो छ भुलियोलाई मासु भाग लाउने कार्यक्रम चल्दैछ केटा मासु भाग लगाएर छ भात भाग लाग्यो भागी प्लास्टिकमा छ मासु यहाँ छ यस्तो छ है हाम्रो आज लेकाली सिस्टम ढाक्रे भात भाग लाउने है फेरि केटाहरू लरीको भने तना बुझ्छ फेरि यहाँ दिएको है दुलाले हात छोडे ल अनि त लुर्दा फेरि लुर्दै मात्रै भने यहाँ आउँछ अनि उता रवि अनि यता धनी सम्धी
ढाग्रे हो क्या ढाग्रे छोरा राख्नु अरे भात खाने केटाहरू आउँछ नि यार पानी बोला अब मैले थाहा उस्तै परे मासु त भारे छ नि त सबैले आउने नुन ल्याउने बिर्सिने मान्छे यही फेरि मैले नुन नल्याएको जस किनेर गरे मुन छोड्यो कि हो कसले हात छोड्यो नयाँ दुलोले हाने यहाँ यहाँ किन नजिक खुकुरी छ बुझाउ पारी खोरी भयो छैन थौरी किन्नु ल्याऊ अब ल है त साथीहरू अनि ल गाइड है यस्तो गर्नु सबै ल्याइदिनु कोही आयो भने हेरे जानकारी यो यार एक नम्बर फ्री हाम्रो सन्चै हाल्नु हाल्नु एक हाल्नु त तपाईँलाई त म हालिदिनै हो नि भने म त यसो दुई दबाइदिन्छु ए अझै हो दुई हो ए यसो अब नआए पछि अनि हालमा चाहिँ फेरि मनाइछ है नसके त फाल्नै पर्ने के त त्यस्तो मिल्दैन नसके भने यहाँ ओडै छैन सक्नै पर्ने हो यहाँ ल ठिक छ नसके भने ओड छैन यहाँ बजाइदिएँ मैले उसो नि रही साथी हो दुई थाल बसेको खाएको खाइछु बाबा चाहिँ खाना अब यस्तै हो घरमा आलु र घेराउनु खान्थ्यो केटाहरूले यहाँ मासुसँग रमा सबैजनामा आज त त्यही मिठो हेर एक डिजीमा आज खर्लाइ खुर्लुम भुतै चढेपछि कसो के लाग्यो भने होइन सम्झिले आज हाम्रो सुत्ने ठाउँ चाहिँ यस्तो छ कि म्याट औछा छ आज अब हामी 8 जना यहीँ सुतिन्छ आज यस्तो फोहोर रहेछ ठाउँ फेरि साथीहरू यो ठाउँ आएर यस्तो फोहोर चाहिँ गर्नु पाइँदैन है जो आए पनि सफा गर्नुपर्छ भन्ने मेरो कुरो हो होइन अब नयाँ मान्छे आउँला सफा गर्नु ल नेटमाथि हो ओडाइ त लेखा चित्त बुझाउनु पऱ्यो चित्त एकदम बुद्धि छ त्यही त नि नागे पोखरी घुम्नलाई आएको चिनो जानो कोही पनि गाउँलाई आएको चिनो जानो कोही पनि नभएको लेखाली मायाको चिनो लिरा मसी किनेर ल्याइदिनु निराली मायाको चिनो लिरा मसी किनेर ल्याइदिनु लिरा मसी किनेर ल्याइदिनु खुसी देख्नलाई पाम हामीले यस्तै खुसी देख्नलाई पाम हामीले यस्तो भेट होला र के कामले लेकाली मायाको चिनो निरामसी किनेर ल्याइदिनु लेकाली मायाको चिनो निरामसी किनेर ल्याइदिनु निरामसी किनेर ल्याइदिनु कति राम्रो फुलेको गुराँसबोट ऐतिहासिक ठाउँ हो नि अजिरको कति राम्रो फुलेको गुराँसबोट ऐतिहासिक ठाउँ हो नि अजिरकोट लेकाली मायाको चिनो निरामसी किनेर ल्याइदिनु लेकाली मायाको चिनो निरामसी किनेर ल्याइदिनु निरामसी किनेर ल्याइदिनु आजको सुधा यस्तै छ माथि सागे सबै यस्तै छ अवस्था गुड नाइट है गुड नाइट पुग्यो नि कमल नाप्के त्यस्तो जागो छ नागे पोखरीको सुता यो त होइन नपुगे भन है त्यो अनुसार गर्नु यतिको चाहिँ हुनुपर्छ क्या